So, what's up, everyone? Welcome back again. It's day 6 है अनि के छ नयाँ नौलो खबरहरू आई हेभ यु all guys आई फाइन मनी म पनि एकदम ठिकठाक फिट एन्ड फाइन छु हाँसी खुसी भाँचिनेरहेको छु होइन के छ कसो छ अब गर्दा गर्दै अब आधी आधी च्यालेन्ज त पुरा भइसक्यो होइन के कस्तो लागिरहेछ त्यो एक दुईजना हेर्ने भ्युवरहरूलाई के कस्तो लाग्दैछ तपाईँहरूलाई मनदेखि रेस्पेक्ट छ क्या मनदेखिको रेस्पेक्ट छ बुझेन त्यो दुईजनाको त्यो एउटा त मेरो गर्लफ्रेन्ड हो नि त्यसले त हेरिदिनु जस्तो लाग्छ मलाई होइन होला त्यो मलाई कुन चिज चाहिँ होला तिनीहरूले जो भयो पनि मलाई एकदम मनैदेखि तपाईँहरू हजुरहरूलाई एकदम मनैदेखि रेस्पेक्ट छ है के छ अनि त्यसपछि ए म त कहाँ गाउँ गएर आएको नि अहिले गाउँ गएर आएको होइन पानीले लोत हानिहाल्यो भिजाइहाल्यो कपडा पनि सर यत्तिकै त्यत्तिकै नफलिकन सुतेपछि लास्ट भारी बोकेर आएको क्या यहाँ साला बाइकमा पछाडि ब्यागमा यत्रो त्यो 15-20 केजीको त्यो मकै रुख कटर न्यादी बना मोही नेकुरो आँप झाँप के आमामा यो दुई पाट त मर्नु गएको छ यार मासुलाई पक्लेर मासु झर्छ कि जस्तो लाग्यो अफ रोडमा चाहिँ वाइल्ड गाह्रो आएको थियो त्यस्तै खासै भएन तर लास्ट लोड हुँदो रहेछ आएँ अनि घरबाट आउँदै थिएँ जहाँ त्यो रामपुरमा आएर पानी परेर थालिहाल्यो अलिअलि परेर चाहिँ त्यहाँबाट आएँ सिन्धुलीमा त वाइल्ड परेर रहेछ यहाँ माडी बजारमा त डेन्जरै पानी परेर रहेछ लोद भिजायो आँकै आँखले अब कोठाभित्र बसेर भिडियो बनाउँछ त भने अब त्यहाँ गएको पनि भिडियो चाहिँ बनाउँछु अब के हाल्नु त कोठाभित्रकै बनाउँछु भनेको छु सो मैले त भिडियो हाल्दिनँ अनि कोठाहरू अब यस्तै छ भने के गर्नु अब मैले अहिले 10 दिनसम्म म यही कोठाभित्र बसेर भ्लग बनाउँछु भिडियो हाल्छु भन्यो लास्टमा आफ्नो कोठामा आफै बस्न पाइएको छैन अब यहाँ अरू बस्नुहुन्छ पाहुनाहरू आउनु लाग्छ मैले मेरो कोठाबाट निकालिदिएँ आफ्नो कोठामा आफै बसेको छैन अब त्यो अनि यसो दिउँसो आएको बेलामा दिउँसोतिर खुजुक्कभित्र छिरेर भ्लग बनाएको गाह्रो छु मलाई गाह्रो छ के गर्ने होला के बोरु अविन वाट ह्यापेन्ड इफ आई कम बाहिर आई विल पिटिङ यु अहिले इङ्ग्लिस हाल्नु नि हजुर ओइ के भो म सुतेको म सुतिरहेको छु नेट आएको छैन म सुतिरहेको छु मलाई ल्याङ नगर अहिले बाहिर निस्किनु पऱ्यो भने तेरो 5 मिनटमा निकाल्छु नि केटाकेटीहरूलाई त थर्काइदिन्छु म यस्तै छ के छ नयाँ खबरहरू सुनाम अनि नयाँ जहाँ आज मेरो हातबाट झन्डै त्यो एउटा के भन्छ त्यसलाई गोहोरो कि यत्रो ठुलो छिपकलीको ठुलो रूप हुन्छ नि मलाई छिपकलीको लागि डाइनोसर क्या हो त्यस्तो झन्डै मरेको मासुला यस्तो जानु लाग्यो त्यो मलाई पुत्ते आएर मऱ्यो मलाई झ्याप्पै रोकेर मात्रै नत्र सिलिम फर्किन्थ्यो होला यस्तै छ झिङ्गा लाला हुर भइसक्यो कति बज्यो कति मिनट भयो पक्का 4 मिनट भएको छ के गरेर बस्ने होला एउटा मुला आज साथी आएको रहेछ यता सिन्धुलीतिर घुम्न हिँड्न भनेको मान्दैन मादर छ फडारो सब लोभीहरू म जतिको लोभी चाहिँ कोही छैन समाज चाहिँ अब अरूलाई के भन्नु जिन्दगीमा लोभ गर्न बाहेक अरू केही गर्न जान्दिएन कि क्या हो यार
लोभ गर्नलाई चाहिँ मलाई फेरि कम्पिटिसनै गर्नु पर्यो। तिमीहरू सबैजनालाई हार्दा हुन्छ कि लोभ गर्न, पैसा खर्च गर्न भनेपछि मलाई दाँतबाट पसिना आउँछ, ज्वरो आउँछ। मलाई 20 रुपियाँको चाउचाउ किन्नलाई म 40चोटि सोच्दा गर्छु। अनि यसो यहाँ चाहिँ गर्छु कतिको भोक लागेको छ होइन, त्यो अनुसारले। अनि त्यसपछि गएर किनेर लिएर आउँछु। किनेर ल्याइसकेपछि मैले त्यो खाइहाल्नु सक्दिनँ, आँट आउँदैन होइन। एकछिन सोच्छु आधी भोलिलाई राखौँ कि, अहिले त्यति धेरै भोक लागेको छैन कि भोलि झन् धेरै भोक लाग्ने कि भोलिलाई राखौँ कि क्या हो सोध्छु होइन। लामो त्यो देखेपछि अनि लामो खाइदिइहाल्छु मैले यत्रो त्यस्तो हुन्छ मलाई होइन। अहिले आफ्नो शरीरलाई ध्यान नदिएर होइन, त्यस्तो मलाई पैसाहरू कमाइदिन्छ नि, अहिलेदेखि बचाएर जोगाएर के गर्छस् भन्नुहुन्छ घरमा सबैजनाले। अरूहरूले पनि खाइजान त के भयो, खर्च गरेर मन लाग्दैन, जुनीमा खर्च गर्नु हुनै लाग्दैन। मैले जिन्दगीमा आफैले मोमो किनेर खाएको भनेको अस्ति 3-4 महिना अगाडि हो। 3-4 महिना अगाडि आफैले 1 प्लेट मोमो किनेर खाएको। जिन्दगीमा मैले कति लोभ गर्छु भन्ने कुरा त्यहीँबाट थाहा हुँदैन। पैसा खर्च हुन्छ भनेर साथीहरूसँग घुम्न त जाँदैन। ठिक छ, आफ्ना बेगानी बेहोराहरू के बताइराख्नु। बेहोरा त फेरि मेरो एकदमै खत्तम छ, खत्तम, एकदम खत्तम। मुख छान्नमा मलाई कसैले कम्पिटिसन गयो भने राख्यो भने लगभग मैले जित्ने निश्चित हुने। मुखमा त्यति छाडिदिन्छ यार कस्तो। म पहिला 10 क्लाससम्ममा छाड्थेँ, 11-12 अलिक कम भएको थियो, ब्याचलरदेखि फेरि सुरु भयो मुख छाड्नलाई। नछाडौँ। फेरि म अरू त्यस्तो लाइक रेस्पेक्टेड मान्छेहरू, आफूभन्दा ठुला मान्छेहरू हुनुहुन्छ, रेस्पेक्ट गर्नुपर्ने मान्छेहरू हुनुहुन्छ, उहाँहरूको अगाडि म छाडिँदैन। एक्लै छु, भाइहरूमा पनि बच्चा केटाकेटीहरूसँग छु, साथीहरूसँग छु भने मेन चाहिँ साथीहरूसँग छु भने चाहिँ सुजी र डोला चाहिँ मुखमै हो। यस्तै छ। यो बानी पनि म बिस्तारै सुधार गर्दै जाने छु है। यो मासुलाई मच्छर, मैले त पालेकै जतिको भएको छ हो एउटा मच्छरलाई त के भएको हो। यो मुला मच्छर कहिले जाँदैन बाहिर। घरले भर्खरै लाइन आयो त, लाइन आयो है। अब हाम्रो वाच पार्टी भइरहेको छ पब्जीको, PMGO को। त्यसको वाच पार्टी हेर्नुपर्ने अवस्था आउँछ होइन। के चाहिँ नि हौ गाइजहरू, भनौँ के छ कसो छ, भ्लगहरू के कस्तो हुँदैछ, के कस्तो लाग्दैछ। बिस्तारै म राम्रा कन्टेन्टहरू दिने प्रयास निरन्तर नै हुनेछ मेरो। यो 10 दिनसम्म, 10 दिनपछि पनि बिस्तारै अब के कस्तो हुन्छ गर्दै जान्छु। डु नट वरी। अब कपाल काट्नुपर्ने बेला भएको छ, कपाल काट्नुपर्ने बेला भएको छ यार। पैसा छैन, तेरो गर्लफ्रेन्डसँग माग्छु यार पैसा। त्यो पनि मेरै त गर्लफ्रेन्ड। अनि कहाँ कुन सा गतिलो हुन्छ र त्यो, त्यसले मलाई सबले मेरो यो लोभी हुने बानी चाहिँ मै मात्रसँग बस्दैन, अरू सबै दानी होस् जस्तो लाग्छ। सबै मेरै बेहोरा परेका हुन्छन् फेरि। ठिक छ, अस्ति कहिले हो मलाई 200 रुपियाँ दिएन भनेर मेसेज गरेको, 200 रुपियाँ थियो। भोलि पर्सि दाइजोमा काटौँला भनेको, रिसाएर 3 दिनसम्म भोलि नआएछ। गफै त के निस्केको लामो यहाँनिर यार। मेरो नुहाएको छुइनँ, फोहोरले होला भन्नुभन्दा नि
दिनै पछि नन्तालाजु आजभोलि आज त झन् यो पानीले नुहाइदियो किन यसिरहेको छ यार ल 10 मिनट पनि लगभग भएछ थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो नयाँ हुनुहुन्छ भने लाइक गरिदिनु होला पुरानो हुन्छ भने पनि लाइक गरिदिनु होला भर्खरको हुनुहुन्छ भने पनि लाइक गरिदिनु होला अहिले पछिको हुनुहुन्छ भने लाइक गरिदिनु होला यस्तै छ थ्याङ्क यू सो मच फर वाचिङ see you on next video okay you okay if you're not okay मलाई